हेलो साथीहरु, फेरि पनि स्वागत छ हजुरहरुलाई मेरो च्यानलमा। म फेरि अर्को भ्लग लिएर आएको छु साथीहरु। आज म डाँडातिर गाई चराउन जाँदैछु। हजुरहरुले देखिसक्नु भएको छ म गाई चराउनलाई माथि जंगलसम्म लाँदैछु साथीहरु। यो भिडियो सुरुदेखि अन्तिमसम्म हेरेर माया गरिदिनु हुनेछ मेरो साथीहरुले भन्ने पूर्ण आशा लगाइरहेको छु साथीहरु। हजुरहरुको मायाले गर्दा यहाँसम्म आइसकेको छु साथीहरु। अब देख्न सक्नुहुनेछ यहाँ लाली गुराँस फुल्दैछ साथीहरु। हजुरहरुलाई देखाउन लागिरहेको छु। देखिसक्नु भएको छ हजुरहरुले लाली गुराँस नेपालको राष्ट्रिय फूल साथीहरु। अब यसपछि हामी देखाउँदैछौँ माथिको दृश्यहरू साथीहरु। यहाँ गाई बाटोमा हिँड्दैछ। गाई चराउन जाँदैछौँ साथीहरु माथि डाँडातिर। देखिसक्नु भएको छ यहाँ गाईहरू गाई गोरु चराउनलाई माथि डाँडातिर लाने भने योजना बनाइसकेको छ साथीहरु हामीले। पछाडि पनि ल्याउँदै हुनुहुन्छ अरु साथीहरुले। उहाँहरुले चाहिँ यता नेलवनेरी तालाको बाटो लाग्नु भएको छ। उहाँहरुले पनि गाई बाखरा गोरुहरू चराउन आउनु भएको छ। यतातिर फर्किँदाखेरि हामी यस्तो बाटोमा हिँडिरहेको छु गाई चरो। देखिसक्नु भएको छ हजुरहरुले। बाटो यस्तो छ साथीहरु। यहाँदेखि माथिसम्म पुग्दाखेरि रमाइलो दृश्यहरू देख्न सक्नुहुनेछ हजुरहरुले। हेर्दै जानुहोला साथीहरु। अब हामी एउटा डाँडामा पुगिसक्यौं साथीहरु। यता हावा चलिरहेको छ। रमाइलो लागिरहेको छ साथीहरु मलाई। डाँडातिर गाई चराउन लाने क्रममा मैले एउटा भिडियो बनाएको छु। हजुरहरुले देख्न सक्नुहुनेछ। गाई चराउन जाने बाटो यस्तो छ साथीहरु। साथीहरु हजुरहरुले देखिसक्नु भएको छ अहिले हामी सम्म परेको बाटोमा हिँड्दैछौँ। साथीहरु अहिले यहाँ देखिसक्नु भएको छ हजुरहरुले। यहाँ गुराँस फुलिरहेको छ। लाली गुराँस। हामी अहिले हिँड्दैछौँ साथीहरु। अझै हामी 2.5 घण्टाको बाटो हिँड्नु पर्छ। ल है साथीहरु हेर्दै गर्नुहोला। हामी अहिले बीच बाटोमा पुगिसकेको छौँ। हामी गाई चराउँदैछौँ। बाटोमा चर्दैछ गाई। कोही अगाडि हिँड्दैछ साथीहरु। जबरजस्तै हावा चलिरहेको छ साथीहरु। वनहरु नाचिरहेको छ। अब हामी कफालको बुटामा आइपुग्यो साथीहरु।
देख्न सक्नुहुनेछ हजुरहरूले कफलको बुट्टा। यो हो गाइजहरू कफलको बुट्टा। यहाँ कफल पनि फलेको छ, देख्न सक्नुहुनेछ हजुरहरूले। पक्न लागिसकेको छ साथीहरू। एउटा सानो पकेर बसेछ रातो भएर, अरू चाहिँ हरियो छ अलि ठुल्ठुलाहरू। अब यहाँबाट पनि फेरि हामी बाटो लाग्न चाहन्छौँ साथीहरू। यहाँबाट ठुलो दुलोमा पुगिसकेको छ हामी। यो धुलोभित्रको दृश्य देख्न सक्नुहुनेछ हजुरहरूले। यहाँभित्र हेर्दाखेरि केही देखिन्न, डरलाग्दो धुलो छ साथीहरू। यहाँ हजुरहरूले देखिसक्नु भएको छ, बाहिरबाट हेर्दा यस्तो देखिन्छ। त्यसपछि फेरि हामी फर्क्यौँ आफ्नै गन्तव्यतिर साथीहरू। हामी हिँड्दैछौँ बाटोमा। यहाँ चाहिँ साथीहरू छिटो छिटो दौडिरहेको छ बुढी। यहाँ गाईले दुःख दिएर जङ्गलतिर दौडिरहेको छ साथीहरू। अब हामी त्यहाँबाट ल्याएर हामी बिस्तारै माथि उकाल्दैछौँ साथीहरू। उकाल्दा उकाल्दा हामी अब माथि डाँडामा पुग्न लागिसकेको छ साथीहरू। यहाँ पनि गुराँस फुलेको छ साथीहरू, लाली गुराँस। अब हामी यहाँबाट माथि डाँडामा पुगिसकेका छौँ साथीहरू। यो डाँडाको माथिल्लो भागमा पुग्दाखेरि हामीले विभिन्न किसिमका दृश्यहरू देख्नुहुनेछ साथीहरू। हेर्दै जानुहोला। यहाँ अब सम्म परेको ठाउँ आइसकेको छ साथीहरू। यहाँसम्म परेको ठाउँ माथि हामीले एउटा ठाँटी पनि बनाएको छ साथीहरू। त्यो ठाँटी चाहिँ पर्यटकहरू आराम गर्ने ठाउँ बनाएको साथीहरू। कुनै घुमघाम गर्ने मान्छेहरू, टुर आउने मान्छेहरू यहाँ डाँडामाथि आएको हुन्छ। डाँडाकाँडाको दृश्य यस्तो छ साथीहरू। आकाशमा बदल आइरहेको छ साथीहरू। वरिपरि हेर्दाखेरि दृश्य यस्तो छ, हजुरहरूले देखिसक्नु भएको छ। हामी चाहिँ अब पल्लो डाँडामा पुगिसकेको छौँ साथीहरू। यहाँको दृश्यहरू हजुरहरूलाई देखाउँदैछु। अब हामी यहाँबाट फेरि ठाँटी भएको ठाउँतिर फर्किनेछ साथीहरू। गाईगोरु पनि यहाँ हामी चराउँदैछौँ साथीहरू, यहाँ चर्दैछौँ। अब हामी गन्तव्यमा पुगिसक्यो साथीहरू। यहाँ ठाँटीभित्र बुढी आराम गरेर बसिरहेको छ। अब हामी यो देखाइरहेको छु साथीहरू। अब हामी अन्तिमसम्म पुगिसकेको छ साथीहरू। सो साथीहरू, हजुरले यहाँ ठुलो ढुङ्गा देखिसक्नु भएको छ चुच्चो भएको। यो ढुङ्गो लास्ट गर्दै आजको भिडियो यति नै साथीहरू। हजुरहरूले मेरो भिडियो हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नु।